नमस्कार, म सोनाम पिन्चु शेर्पा। पुतलीहरूको संसारमा हजुर सबैलाई स्वागत छ। पुतलीको संसारमा सबैभन्दा सुन्दर अनि साइजमा ठुलो देखिने पुतली प्यापेलियोनेडी यानि कि स्वालो टेल। हजुरहरूले यो दृश्य देखिरहनु भएको छ र यो एक्टिभिटीलाई मड पडलिङ भनिन्छ, जसमा पुतलीहरूले भिजेको माटो, बलुवा अनि कुहिएको फ्रुट्स यानि कि फलफुलमा आफ्नो प्रोभेसियसले जुसी यानि कि मिनरल्सहरूलाई चुस्ने गर्छ र आफूलाई एनर्जी गेन गर्ने एउटा एक्टिभिटी हो। यसलाई मड पडलिङ पनि भनिन्छ र स्वालोटेल फ्यामिलीमा धेरै किसिमका पुतलीहरू भेटिन्छ।